हेलो सबजनामा नमस्कार। फेरि पनि आजको यात्रामा यो भिडियोमा यहाँ सबजनालाई स्वागत छ। आज यो बजारतिर मानिसहरूको चलपल अलि बढेको छ अनि गाडी पनि अलि बाक्लै छ है। आज चाहिँ अरू दिनभन्दा आज मानिसहरूको चलपल बजारमा बाक्लो देखिन्छ। एउटापट्टि पनि धेरै नै छ। मानिसहरू आफ्नो आफन्त भेट्न जानको निम्ति चाहिँ एकदम हतार हुनुहुन्छ। एकअर्कालाई अनि आफन्तलाई भेट्ने समय पनि बेग्लै हुँदो रहेछ। त्यस्तै आज आफन्तलाई भेट्ने समय आजको दिन एकअर्का आफन्तसँग भेटघाट गर्ने दिन रहेको छ। यता मासतिर चाहिँ अलि पातलै देखिन सक्छ है मानिसहरू। यहाँसम्म मात्रै जाउँ होला, म फर्कन्छु यताबाट। यतापट्टि यता बजार पनि अलिक कम छ, मान्छेहरू नै कमै छन्। मेन बजार तल चोकनिर हो। चोकमा चाहिँ मानिसहरूको एकदम भिडभाड हुन्छ। बजारहरू पनि अलि बाक्लै छ। त्यस कारणले गर्दाखेरि यो मासतिर भन्दा तलतिर चाहिँ अलि व्यापारहरू हुने चाहिँ जुन पसल व्यापारीहरूको चाहिँ भनाइरहेको छ। महिलामा दिदीबहिनीहरू आफ्नो माइती जानको निम्ति एकदम तयार हुनुहुन्छ। यतापट्टि बाहिरी बजार समेत लागेको छ। यहाँनिर चाहिँ कुन ठाउँ भनेर यहाँले चिनिसक्नु होला। ठाउँ मैले भन्नु पर्दैन। अनि यो आजको यात्राको छोटो अनि मिठो भिडियो हेरेर साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद। यसै गरी विभिन्न ठाउँको भिडियोहरू म ल्याउनेछु। यहाँले हेरेर साथ दिनु होला है त। के भनिदिन्छ यो भाइहरू? पठाउ सोधिरहेको थियो तर म आज नजाने भनेको।